सेवा सबैजनालाई। हामी उभौली पर्व मनाउनलाई आमा छोरी अनि ऋषिकाको सानी हिँड्यौँ है धनकुटाको माङखिमतिर उभौली पर्व मनाउनलाई। अनि हामी सँगसँगै जुनी खालिङ पनि पछि आउँदैछिन्। चाहिँ मेरो कान्छी बहिनी हो। हामी जाँदैछौँ है साकेला मनाउनलाई। अनि बाटो पनि अलिक अप्ठ्यारो छ। म चाहिँ बिस्तारै कुदाइराखेको छु। जुनी खालिङले चाहिँ कति ढिलो कुदाएको भनिरहेको छ मलाई। हामी चाहिँ अड्किँदै जाँदैछौँ। हामी चाहिँ माङखिम पुग्नलाई चाहिँ कस्तो बाटो हेर्नुहोस् न, अप्ठ्यारो छ। ओह्रालो रहेछ। म चाहिँ पहिलोचोटि धनकुटाकै मान्छे भए पनि यो ठाउँ चाहिँ पहिलोचोटि कुदाइरहेको छु। बाटो मलाई कस्तो अप्ठ्यारो लागेको। फेरि साडी लगाएको, साडीमा पछाडिपट्टि मेरो प्यारी पनि साडी लगाएकी छिन्। अलि छेउमा बसेको छ। त्यही भएर मलाई हेर्न गाडीले नतानेको हामी आमा छोरीलाई। अलिक पानी परेर कच्ची बाटो छ, गाडीले तानिरहेको छैन। हामी गेटमा पुगिसक्यौँ साकेला पार्कमा। हामी सबैजना छौँ। नाची पनि रहेछ। यहाँ चाहिँ रेजिना राईलाई चाहिँ किराँत राई आयोगका जिल्ला कार्य समितिले चाहिँ सम्मान गरिरहेको छ है। हाम्रो रेजिना राईलाई मेरो फुपूको छोरी हो चाहिँ सम्मान गरिरहेको छ। हेर्नुहोस् है। किराँत राई आयोगका जिल्ला कार्य समितिले धेरै धन्यवाद छ बहिनीले सम्मान गर्नुभएकोमा। र यसै गरी हामी रमाइरहेका छौँ र अध्यक्षज्यूसँग पनि हामी एकछिन कुराकानी गर्छौँ। अनि मेरो प्यारी चाहिँ आज झ्याम्टा उसको हातमा परेको छ। एकदम बजाइरहेको छ खुसी हुँदै। एकदम खुसी छ। छेमाका yang छ चोप्चे mana ai छेमा कारङ छ साकेला होको हाइट लामा हजुरको चोप्टा नै खुसी हुँदै बजाइरहेको छ झ्याम्टा। अर्को साल त उ नाच्न पनि सिक्ने रे। मम्मी म नाच्न सिक्छु है भन्दै थिइन् उसले। खुसी छ। हेर्नुहोस् न उसको मुहारमा चमक आएको। अरू चाहिँ एकदम नाचिराख्नु भएको छ। ढोल बाजा बजाइराख्नु भएको छ हाम्रो गोविन्द राई। हाम्रो भाइ नाचिराख्नु भएको छ आफ्नै पारामा। रमाइलो भयो आज। किन आज घाम पनि नआएको। हामी किराँतीहरूलाई भगवानले पनि घामले पोल्छ भनेर चाहिँ घाम नआएको जस्तो मलाई लागेको छ। पानी पनि परेन, घाम पनि आएन। कति शीतल के आनन्द। कस्तो मजा आएको हो भने एकदम मजा भइरहेको छ। हेर्नुहोस् त कति मजा भइरहेको छ हाम्रो यलम्बर पार्क। अनि यहाँ चौतारोहरू बनाउनु भएको छ। आफ्नो मृत्यु भइसकेका माता पिता बाजे बोजू सबैको सम्झनामा चाहिँ 12वटा चौतारो बनेको छ। यसमा चाहिँ आज पूजा पनि थियो यो चौतारोहरूमा। यहाँ सम्पर्क गरेर चाहिँ हामीले आफ्नो बितेका मान्छेहरूको नाममा चाहिँ चौतारो बनाउन सकिँदो रहेछ। म पनि एकदम रमाइरहेको छु। हेर्नु सेल्फी खिचेर मेरो छोरीलाई नै खोजिरहेको छु। यो सेल्फीको भिडियोमा पनि पछाडि हेर्नुहोस् है अरू पनि हुनुहुन्छ। तर यो आँखाले किन आफ्नै छोरीलाई खोजिरहेको देखिन्छ। हेर्नुहोस् है जुनी खाली मेरो पछाडि छ। रेजिना र मेरो छोरी रमाइरहेको छ। रेजिनाको हात दुखे जस्तो छ। मेरो छोरी त ठोकेको छ। सानी र हेर्नुहोस् न खानेकुराहरू पनि टन्न छ। यो सब फ्रीमा हो। सबै खानेकुराहरू सबै थियो। टन्न खायौँ। चाम्रे पनि थियो, मासु चिउरा, चिसोहरू, पानी, जाँड पनि खायौँ हामीले त। निघार पनि थियो, रक्सी पनि थियो। जे खानु मन लाग्छ त्यही थियो है। टनाटन पुरा नाचिराख्नु भएको छ यलम्बर पार्कमा।
दुईजना बजाइराखेको छ हेर्नुहोस् है कति खुसी छ। फोटो खिच्नु लागि खप परेकोलाई भिडियो खिचिरहेको छु। यहाँ चाहिँ आशिक भारा या के गरिराख्नु भएको छ। यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ फलाकिराख्नु भएको छ। सानो आवाजमा पछाडिबाट सुन्न सक्नुहुनेछ उहाँहरू बोलिराख्नु भएको कुराहरू। यसरी भाग दिनुभएको छ बितेका मान्छेहरूको लागि। साह्रै रमाइलो भयो आजको दिन। हामी पनि त देखेको रहेछौँ भिडियोमा हेर्नुहोस् न। लु बिस्तारी नै छ रमाइलो भयो। जाँदै गरेको साथीलाई सकेर फर्किनु। नाची चाहिँ नाचिराख्नु भएको थियो। हामी चाहिँ अलिक छिटो घर फर्किनु भनेर चाहिँ फर्किसकेका छौँ। फर्किँदैछौँ बाटो। यहाँ पनि हुँदै रहेछ। उहाँ पनि साकेला पूजा गर्नु हुँदै रहेछ है। साह्रै रमाइलो भयो शीतल भयो। यो गाउँ चाहिँ साह्रै राम्रो रहेछ हौ महसुस गरेको यो गाउँ। फर्किरहेको छौँ हाम्रो मान्छे हो। बाटो चाहिँ अलिक अप्ठ्यारै छ। फर्किन् अब घरतिर नम्बरी बजे दैवले सोचे अर्को साल फेरि भेटौँला मन्दिर रहेछ बाबु। म बिदा हुन चाहन्छु। नाचिसक्दैछ जय किरण सेवा।